भइसक्यो हायर भाइ हेर्न सम्पूर्णमा नमस्ते। हामी यो दहबगर बुङ्गल नगरपालिकाको दहबगरको अनि कचाली खोला भन्ने ठाउँमा पुग्यौँ। कचाली खोला भन्ने ठाउँमा हामीले निकै दुःख र मेहनत गरेर झन्डै 6-7 घण्टाको उकालो ओह्रालो र कच्ची पक्की बाटो भिर हुँदै यहाँ पुग्यौँ। अनि रोडको बाटो त रहेछ, तर त्यो बाटो निकै लामो हुँदो रहेछ। लामो भएर म कचाली खोलाको यो ठाउँमा पुग्यौँ र अनि हामीले स्थानीयहरूसँग चाहिँ थोरै केही कुरा गऱ्यौँ। गरेपछि उहाँहरूले भन्नुभयो कि यहाँ चाहिँ फलाम पहिलेदेखि मजाले निकालिरहेका पहिलादेखिको हो। अहिले चाहिँ हामीसँग त्यस्तो प्रविधि छैन र मान्छेको मानसिकता पनि छैन, त्यसर्थ रोकिएको हो बाबु। यहाँ चाहिँ पहिला थियो भन्ने चाहिँ छ, यो सबै फलाम हो भन्ने चाहिँ छ भन्नुभयो। त्यसपछि हामी खोज्दै आयौँ। खोज्दै आएपछि अब फलाम हो कि होइन भनेर त हामीले थाहा पाउनु पर्यो, फेरि परीक्षणका हिसाबले थाहा पाउनु पर्यो। भनेपछि यो रातो खैरो एउटा ढुङ्गा हामीले थुप्रै पायौँ, यहाँ खोलाभरि पायौँ रातो खैरो ढुङ्गा। अनि चाहिँ यसमा रातो खैरो ढुङ्गासँगै खोलाभरि पायौँ, हामीले हेऱ्यौँ। अनि केही बाहिरी विशेषताहरू हुन्छन् फलामका। फलाम हुने ढुङ्गाको केही विशेषता हुन्छन्। त्यो विशेषता भनेको के हो भने अरू ढुङ्गाभन्दा फलाम भएको ढुङ्गा अलिक गरुङ्गो हुन्छ, पहिलो विशेषता। दोस्रो कुरो यसमा कलरमा अलिकति कालो कि खैरो हुने गर्छ, रातो हुने गर्छ दोस्रो। अनि तेस्रो कुरा यसमा केही ढुङ्गाहरूमा ठाउँ चमक देखिने गर्छ। यो चाहिँ तेस्रो कुरा भयो। यो गरेपछि अब हामीले के गर्नु पर्यो भने यो ढुङ्गा हो कि होइन त, वास्तविक फलाम हो कि ढुङ्गा हो भन्ने त हेर्नु पर्यो भन्दा पहिलो हामीले परीक्षण एउटा चिन्ने परीक्षण के गर्यौँ भने है, अलि नजिक ल्याउँ। हामीसँग यत्रो यो चुम्बक छ, यो चुम्बक छ, देख्नु भएको छ तपाईँले, देखिन्छ नि स्पष्ट है। यो चुम्बक छ। मैले यहाँ पहिला यहाँ ढुङ्गा कुट्या छु, त्यो राम्रोसँग हेर्नु होला। यहाँ ढुङ्गा कुटे, यो हेर्नु होला। यो ढुङ्गा कुट्दाखेरि यसमा केही छैन। यो मैले यहाँनिर ढुङ्गा कुटेँ, ढुङ्गा कुट्दा यहाँ केही पनि छैन, यो आएन, यो ढुङ्गा आएन, त्यही नजिकको ढुङ्गा। तर मैले यहाँ चाहिँ फलामको धाउ भएको हेमाटाइटको यो कुटेँ। ल हेर्नु होला तपाईँ, यो हेर्नुहोस्, सबैमा यी हेर्नुहोस्, यो सबै ठुल्ठुला चिजहरू पनि यहाँ चाहिँ अट्याच भएर यो सारा यो हेर्नुहोस्, खाली राखेको यत्रो अट्याच गरिसक्यो फलामका धाउहरू भएर। यो पुरै अट्याच गरिसक्यो। यो जति पनि ल्याउँछ यो सब ल्याउँछ, यो सब ल्याइसक्यो। तर यसैलाई फेरि यो पुरै ल्याइसक्यो, यत्रो घरि गनाइसक्यो। यसमा चाहिँ फलाम छ भन्ने छ। अब यसलाई हामीले प्रशोधन गर्ने क्रममा कति पर्सेन्ट छ भन्ने कुरो पछि थाहा हुन्छ। लगभग मलाई लाग्छ मोर देन 50% भन्दा बढी फलाम छ। यानि कि यो 1 केजीको ढुङ्गा लियो भने आधा केजी फलाम निस्कने सम्भावना उत्तिकै देखिन्छ। त्यो न्यूनतम हो है, हेमाटाइटको भयो। यो हामीले परीक्षण गऱ्यौँ। यसैमा चाहिँ यो Fe2O3 Fe3O4 भन्ने हुन्छ, फेरिक अक्साइड भन्ने हुन्छ। यो चाहिँ हामी थोरै यो आइरन ओर डिटेक्टर एसिड हो, यो आइरन ओर डिटेक्टिभ एसिड। यसलाई चाहिँ हामीले परीक्षण गर्दाखेरि पनि थोरै यहाँ चाहिँ अलि फर्महरू उठ्छ, फिजहरू उठ्छ, फेरिक अक्साइडसँग चाहिँ यसले रिएक्सन गर्छ भन्ने छ। यो पनि देखाउँ है, हेर्नु त। यहाँ चाहिँ यो पहिलोचोटि हामीले आधिकारिक हिसाबले यहाँ चाहिँ यहाँ फर्महरू उठ्छ भन्ने छ। ल यहाँ देखिन्छ अहिले। फेरिक अक्साइडसँग हामीले रिएक्ट गरायौँ। पुरै ब्राइट देखियो, यहाँ यस्तै ब्राइट देखिन्छ। केही फिजहरू उठ्छ र यहाँ ब्राइट देखिन्छ, यो फिजहरू। यसलाई एक ठाउँमा राख्यो भने हुन्थ्यो। धुलो बनाउनु पर्छ यसलाई अलि। फर्महरू उठ्यो त यसबाट पनि हामी के क्लियर गर्छौँ भने प्रथमतः यो चाहिँ
फलाम हो भन्ने चाहिँ गऱ्यौँ। त्यो जुत्तो तल हेर, सानो फिजहरू पानी फोकाहरू उठे जस्तो हुन्छ। यो देखिन्छ। अब यो हो भन्ने हामी क्लियर भयौँ र यहाँ फलाम छ, निकै ठुलो मात्रामा छ। अब हामीले यो खानी र घाउहरू सम्बन्धी हामीलाई के ज्ञान पनि भयो भन्दा फलाम यो चिजको फिचरहरू भएपछि फलाम हुन्छ, यो कारणले फलाम हो भन्ने हामी सोझै अनुसन्धान गर्न पनि सक्छौँ, सोझै अनुसन्धान गर्न सक्छौँ। अब यहाँ चाहिँ तपाईँको यो पुरा फलामहरू भएको र यहाँ फिजहरू यो उठिसकेको छ होइन, अहिले यो ऊभन्दा चाहिँ अहिले माथि उठेको छ। यो चाहिँ आइरन डिटेक्टर, आइरन ओर डिटेक्टर चाहिँ एसिड हो। यसलाई हामीले ल्यायौँ है। अब यसलाई हामी केही यो फर्महरू उठेर आफ्नो साइजभन्दा निकै ठुलो भएको छ, अनि हामी यो गर्छौँ। अब यहाँ चाहिँ यत्रो चाहिँ भारी भएपछि हामीले